पहाडको सानो गाउँमा रहेको एउटा पुरानो तर धनी घर थियो। थापा परिवारको घर। गाउँभरि त्यो घरलाई मान सम्मानले हेरिन्थ्यो। ठुलो आँगन, दुई तल्ले काठको घर, अगाडि चिटिक्क परेको फुलबारी र पछाडि खेतबारी। तर त्यो घरभित्रको कथा भने बाहिरबाट देखिने जस्तो सुखद थिएन। त्यही घरमा एक दिन नयाँ बुहारी भित्रिन्। उनको नाम थियो माया। माया धेरै सुन्दर त थिएनन्, तर उनको अनुहारमा एउटा शान्ति थियो, आँखामा सरलता र मनमा गहिरो ममता। माया गरिब घरकी छोरी थिइन्। उनको बुबा सामान्य किसान थिए। आमाले गाउँका मानिसका घरमा गएर काम गर्नुहुन्थ्यो र घर चलाउनुहुन्थ्यो। सानोदेखि नै मायाले दुःख देखेकी थिइन्, त्यसैले उनी काम गर्न, सहन गर्न र अरूलाई सम्मान गर्न राम्ररी जान्दथिन्। तर थापा परिवारमा छिरेको पहिलो दिनदेखि नै मायालाई एउटा कुरा महसुस भयो। उनी यो घरमा बुहारी भएर होइन, मानौ कुनै कामदार जस्तो भएर आएकी थिइन्। घरकी सासू देवकुमारी निकै कडा स्वभावकी थिइन्। उनलाई आफ्नो परिवारको प्रतिष्ठा र धनमा निकै घमण्ड थियो। बुहारी घर भित्रेपछि देवकुमारीले आफ्ना छर छिमेकीलाई फुर्तिलाउँदै कुरा गर्न थालिन्। हाम्रो त छोराको लागि धेरै ठाउँबाट प्रस्ताव आएको, निकै धनी घरबाट तर के गर्नु, छोराले जिद्दी गरेर गरिब घरकी केटी लिएर आयो। त्यो कुरा मायाले पनि सुनिन्। उनलाई नराम्रो लाग्यो, तर उनले केही पनि बोलिनन्, मात्र टाउको झुकाएर मुस्कुराइन्। उनका श्रीमान रमेश सहरमा काम गर्थे। विवाहको केही दिनमै उनी फेरि काठमाडौँ नै फर्किए। म केही महिनामा फर्किन्छु, जानुभन्दा अगाडि रमेशले यस्तो भनेका थिए। तर त्यो केही महिना मायाका लागि निकै लामो हुनेवाला थियो। अब घरमा माया, सासू देवकुमारी, जेठानी सविता र ससुरा भीमबहादुर मात्र थिए। पहिलो दिनदेखि नै मायाको दिनचर्या सुरु भयो। बिहान 4 बजे उठ्नुपर्ने, गाईलाई घाँस हाल्नुपर्ने, चुलो बाल्नुपर्ने, खोले पकाउनु पर्ने, सबैलाई खाना पकाउनु पर्ने, आँगन सफा गर्नुपर्ने, निकै टाढाबाट पानी बोकेर ल्याउनु पर्ने। तर जेठानी सविता भने सधैँ नयाँ नयाँ कपडा लगाएर, चिटिक्क परेर, श्रृङ्गार गरेर, गहना लगाएर बस्थिन्। हेर्नुहोस् न आमा, हाम्रो बुहारी कस्तो ढिलो काम गर्छे, सविताले एक दिन व्यङ्ग्य गर्दै भनिन्। देवकुमारीले तुरुन्तै थपिहालिन्, गरिब घरकी केटीलाई के काम गर्न आउँछ र। माया चुप्प लागेर काम गरिरहिन्। उनले सुने पनि नसुने झैँ गरिन्। उनले कहिले पनि जवाफ फर्काइनन्। ससुरा भीमबहादुरले भने कहिलेकाहीँ मायालाई चुपचाप लागेर हेर्थे। एक दिन उनले नर्म स्वरमा भने, बुहारी धेरै काम नगर, भाग्छौ। मायाले हल्का मुस्कुराउँदै भनिन्, केही छैन बुबा, काम गरेपछि त घर चल्छ नि। त्यो उत्तर सुनेर भीमबहादुरलाई के अनौठो लाग्यो। उनले सोचे, यो केटीमा केही फरक छ। तर घरमा भएका अरूहरूले उनले गरेको यस्तो काम कहिले पनि देखेनन्। दिनहरू यसरी नै बित्दै थिए। गाउँका मानिसहरू पनि कहिलेकाहीँ कुरा गर्थे, थापा परिवारले गरिब घरकी बुहारी ल्याएको छ रे, हो नि, काम गर्न सजिलो हुन्छ भनेर। यी सबै कुराहरू मायासम्म पुग्थे, तर उनी केही पनि बोल्दिनथिन्। राति सबैजना सुतिसकेपछि उनी कहिलेकाहीँ आँगनमा बसेर आकाशलाई हेर्थिन्। उनलाई आफ्नो माइती घर, आफूलाई असाध्यै माया गर्ने आमा याद आउँथ्यो र उनको आँखाबाट आँसु झर्थ्यो। तर उनी आँसु लुकाउँथिन्। अब यो घर नै मेरो घर हो, उनी मनमा नै भन्थिन्। एक दिन बिहान एउटा घटना भयो। सविताले आफ्नो सुनको सानो कानको झुम्का हराइन्। आमा, मेरो झुम्का हरायो, उनी चिच्याइन्। अब त के चाहियो र? देवकुमारी तुरुन्तै क्रोधित भइहालिन्। उनको नजर सिधै मायातिर गयो। ओइ माया, तैँले त लेखे होइनस्, उनले कठोर स्वरमा भनिन्। त्यस्तो आरोप सुनेर माया केही सेकेन्ड स्तम्भ भइन्। आमा, मैले किन लिन्छु र? उनले बिस्तारै भनिन्। तर सविताले झन् आगोमा घिउ थपिन्। घरमा नयाँ को आएको छ? यत्तिका वर्ष हाम्रो घरमा केही पनि हराएको थिएन। अब हेर्नुहोस्। उनको यति बोली भुइँमा झर्न नपाउँदै सासू देवकुमारी हुरुक्क उफ्रिँदै रिसाइन्। हाम्रो घरमा चोर्ने हिम्मत अहिलेसम्म कसैले गरेको थिएन।
अब यो आएपछि चोरी गर्ने काम पनि सुरु हुन थाल्यो। त्यो क्षण मायाको मन निकै दुख्यो, तर उनले फेरि पनि केही पनि बोलिनन्। केही बेरपछि भीमबहादुर घरभित्र आए। उनले कुरा बुझेर शान्त स्वरमा भने, पहिले राम्रोसँग खोज त। आरोप लगाउनुभन्दा अगाडि उनले भनेको केही समयपछि सविताले आफ्नै लगाएको कपडामा त्यो झुम्का भेटिन्। सविता लज्जित भइन्, तर उनले माफी मागिनन्। देवकुमारीले पनि केही पनि भनिनन्। माया भने चुपचाप लागेर भान्सामा आँसु झार्दै काम गरिरहिन्, तर सदा झैँ आज पनि उनले केही पनि बोलिनन्। त्यो साँझ फेरि ससुरा भीमबहादुरले उनलाई भने, बुहारी तिमी धेरै सहन छौ। मायाले शान्त स्वरमा जवाफ दिइन्, घरमा शान्ति होस् भनेर बुवा, घरमा शान्ति हुनु नै सबैभन्दा ठुलो कुरा हो नि। भीमबहादुरले गहिरो सास फेरे, तर उनलाई थाहा थिएन अब यो घरमा निकै ठुलो सङ्कट आउनेवाला छ, जसले सायद यो घरको सबै सदस्यको जीवन उल्ट्याउनेवाला छ। सहने मन, बोल्न नसक्ने पीडा। थापा परिवारको घर बाहिरबाट अझै पनि उस्तै प्रतिष्ठित देखिन्थ्यो। ठुलो आँगन, काठको 2 तल्ले घर, ढोकामा झुन्डिएको पुरानो घन्टी। तर त्यो घरभित्र भने मायाको जीवन दिन प्रतिदिन भारी हुँदै गइरहेको थियो। झुम्काको घटनापछि पनि घरमा भएका व्यक्तिहरूको व्यवहारमा खासै परिवर्तन आएन। बरु सासू देवकुमारी र जेठानी सविता झन्झन चिसो हुँदै गएका थिए। बिहान 4 बजे उठेर काम सुरु गर्ने मायाको दिन अब राति ढिलोसम्म पनि चल्न थाल्यो। बिहानको चिसो हावाले गाउँलाई छोइरहेको थियो। आकाश भने अझै अँध्यारो थियो। माया भान्सामा चुलो बाल्दै थिइन्। हात चिसोले कामिरहेको थियो, त्यसैले उनले बिस्तारै दाउरा मिलाइरहेकी थिइन्। त्यसै बेला देवकुमारी भान्सामा छिरिन्। अझै चिया तयार भएन? उनले कडा स्वरमा भनिन्। मायाले नरम भएर भनिन्, अब बन्छ आमा। देवकुमारीले टाउको हल्लाउँदै भनिन्, हामीले बुहारी ल्याएका हौँ कि बोझ? त्यो वाक्य सुन्दा मायाको मन फेरि दुख्यो, तर उनले जवाफ दिनु उचित ठानिनन्। त्यही दिनको कुरा हो। दिउँसो खेतबाट फर्किसकेपछि सविताले फेरि व्यङ्ग्य गर्दै भनिन्, हेर्नुहोस् न आमा, हाम्रो बुहारीको हात त कति कडा भएछ, हामीले काम गर्न मात्र ल्याएको जस्तो। उनको यस्तो कुरा सुनेर देवकुमारी हाँस्न थालिन्। गरिब घरमा हुर्केकी हो, यही त काम आउँछ नि यसलाई। यी शब्दहरू मायाको कानमा बिस्तारै बिजाउन थाल्यो। राति सबै सुतिसकेपछि उनी कहिलेकाहीँ आँगनको एउटा कुनामा बसेर आकाश हेर्थिन्। ताराहरू चम्किरहेको हुन्थे। उनलाई आफ्नो माइतीको असाध्यै याद आउँथ्यो। उनलाई आफ्नो आमाको मायाले निकै सताउँथ्यो। आमाले बिहेको दिन भन्नुभएको थियो, छोरी, श्रीमानको घरमा जस्तो व्यवहार भए पनि सहनु, घर बसाउन सजिलो छैन। त्यो कुरा सम्झेर माया फेरि आँसु पुस्न थालिन्। दिन यसरी नै बित्दै थियो। त्यसै बीच एक दिन दुःखद खबर आयो। गाउँको एकजना मानिस सहरबाट घर फर्कदै थिए। त्यसै बेला उनी मायाको घरमा आए र आँगनमा पस्दा पस्दै उनले भनिदिए, माया, तिम्रो बुवा निकै बिरामी हुनुहुन्छ रे। यो सुन्दा मायाको मुटु एकछिन रोकिएको जस्तै भयो। के भयो बुवालाई? उनले डराउँदै सोधिन्। छातीको रोग रहेछ, धेरै दिनदेखि थला पर्नु भएको रहेछ। मायाको आँखामा तुरुन्तै आँसु आयो। उनी हतारमा सासू कहाँ गइन्। आमा, म एक दिन घर गएर बुवालाई भेट्न सक्छु? देवकुमारीको अनुवाद तुरुन्तै कडा भयो। अहिले कामको समय छ, घरमा यति काम छ, अनि तिमी घुम्न जान्छौ? मायाले बिस्तारै भने, घुम्न होइन आमा, बुवा निकै बिरामी हुनुहुन्छ। तर देवकुमारी झन् रिसाइन्। हामीले तिमीलाई यहाँ बुहारी बनाएर ल्याएका हौँ, पाहुना होइन। त्यो उत्तर सुन्दा मायाको मन टुक्रियो। उनी केही बोल्न सकिनन्, मात्र चुपचाप भान्सातिर फर्किन्। त्यस रात उनी सुत्न पनि सकिनन्। बुवा सम्झेर उनी निकै रुन थालिन्। केही दिनपछि फेरि अर्को खबर आयो। उनकै माइती गाउँको मानिस फेरि आए। माया, तिम्रो बुवाको अवस्था निकै नाजुक भएको छ। अब मायाको धैर्य टुट्न थाल्यो। उनी फेरि सासूकोमा गइन्। आमा, म आज गएर भोलि बिहानै फर्कन्छु नि। देवकुमारीले कठोर स्वरमा भने, यदि तिमी अहिले गयौ भने यो घरमा फर्केर आउनु पर्दैन। त्यो वाक्य सुन्दा माया स्तब्ध भइन्। उनलाई थाहा थियो, यदि उनी माइती घर गइन् भने सासूले उनलाई आफ्नो घरमा स्वीकार गर्दिनन्। यदि गइनन् भने सायद बुवालाई अन्तिम पटक पनि देख्न पाउने छैनन्। त्यो रात पनि उनी आँगनमा एक्लै बसिन्। हावा चिसो थियो। उनको मनभित्र ठुलो द्वन्द्व चलिरहेको थियो। अचानक पछाडिबाट आवाज आयो, बुहारी। उनले फर्केर हेरिन्। ससुरा भीमबहादुर उभिरहेका थिए। उनले मायाको आँखामा आँसु देखे। तिमी घर जान चाहन्छौ है? उनले नरम स्वरमा सोधे। मायाले टाउको हल्लाइन्। भीमबहादुर केही बेर चुप लागे।
त्यसपछि बिस्तारै भने, भोलि बिहानै म तिमीलाई बस स्टप पुर्याइदिन्छु। माया छक्क परिन्। तर आमा, भीमबहादुरले गहिरो सास फेरे। कहिलेकाहीँ मान्छेले मनको कुरा पनि सुन्नुपर्छ। त्यो कुरा सुनेपछि मायाको आँखा फेरि रसायो। तर उनलाई थाहा थिएन उनी भोलि घर पुग्दा उनको जीवनमा अर्को ठुलो पीडा पर्खिरहेको हुन्छ र त्यो पीडाले उनलाई अझै बलियो बनाउनेछ। अर्को दिन बिहान उज्यालो नहुँदै ससुरा भीमबहादुरले मायालाई बस स्टपसम्म पुर्याइदिए। गाउँको बाटो शान्त थियो। चिसो हावाले पातहरू हल्लाइरहेको थियो। बस आइसकेपछि भीमबहादुरले नरम स्वरमा भने, बुहारी, बुवालाई राम्रोसँग भेटेर आऊ, तर घरमा कुरा बढ्न नदिनु। मायाले आँसु रोक्दै टाउको हल्लाइन्। बस बिस्तारै अगाडि बढ्यो। बसको झ्यालबाट उनले गाउँ टाढिँदै गइरहेको देखिन्। उनको मन भारी थियो। केही घन्टापछि उनी आफ्नो माइती गाउँ पुगिन्। सानो माटोको घर, आँगनमा पुरानो रुख र ढोकामा बसेकी उनकी आमा। आमाले मायालाई देख्न साथ अँगालो हालिन्। छोरी, त्यो आवाजमा यति धेरै माया थियो कि माया आफैलाई रोक्न सकिनन्। उनको आँसु बग्न थाल्यो। बुवा कहाँ हुनुहुन्छ? उनले डराउँदै सोधिन्। आमाले भित्र देखाउनु भयो। घरको सानो कोठामा उनका बुवा ओछ्यानमा पल्टिरहेका थिए। शरीर निकै कमजोर भइसकेको थियो। मायाले नजिकै गएर हात समाइन्। बुवाले आँखा खोल्नुभयो। मायालाई देखेर हल्का मुस्कुराउनु भयो। छोरी, तिमी आयौ? त्यो आवाज निकै कमजोर थियो, तर मायाले त्यही आवाज सुन्न चाहन्थिन्। बुवाले बिस्तारै भन्नुभयो, तिमी आफ्नो घरमा राम्रोसँग बस्दैछौ नि? माया केही क्षण चुप रहिन्। उनले आफ्ना दुःखहरू लुकाइन्। हजुर बुवा, सबै राम्रो छ। त्यसपछि बुवाले सन्तुष्ट भएर आँखा बन्द गर्नुभयो। त्यो दिन माया बुवाको छेउमा बसिरहिन्। तर साँझतिर फेरि उनको मन अत्तालिन थाल्यो। उनलाई थाहा थियो भोलि फर्कन ढिला भयो भने समस्या बढ्नेछ। त्यसैले भोलिपल्ट बिहानै उनी फर्किन्। बसबाट झर्दा उनको मन डरले ढुकढुक भइरहेको थियो। उनले आँगनमा पाइला राख्न साथ सविताको आवाज आयो, हेर्नुहोस् न आमा, हाम्रो बुहारी त फर्केर आइछे। देवकुमारी ढोकामा उभिरहेकी थिइन्। उनको अनुहारमा खुसी थिएन। कति दिन रमाइलो गरेर आयो? उनले तिखो स्वरमा सोधिन्। मायाले नरम भएर भनिन्, आमा, म त एक दिन मात्रै बसेर आएँ। सविताले हाँस्दै भनिन्, हामीलाई थाहा छैन र? माइती गएपछि त सबैले सधैँ बस्न मन गर्छ नि। त्यो व्यङ्ग्य मायाको मनमा फेरि बिज्यो। उनी चुपचाप भित्र पसिन्। भान्सामा पुग्दा त उनले देखिन् कामको ठुलो थुप्रो जम्मा भएको थियो। भाँडा मोलेकै रहेन रहेछ। आँगन सफै गरिएको छैन। गाईलाई घाँस पनि दिएको रहेन रहेछ। देवकुमारीले तुरुन्तै आदेश गरिन्, हामीलाई सेवा गर्न मन छैन भने किन बिहे गरेर आयो? माया के पनि बोलिनन्। उनले तुरुन्तै काम सुरु गरिन्। दिनभरि उनी लगातार काम गरि नै रहिन्। साँझतिर उनी थकाइ लागेर बस्न खोज्दा सविताले फेरि भने, हेर्नुहोस् न आमा, माइती गएर आएपछि त अझै ढिलो काम गर्छे। देवकुमारी रिसाइन्, तिमीलाई यहाँ आराम गर्न ल्याएको होइन। त्यो कुरा सुन्दा मायाको मन निकै दुख्यो। तर उनले फेरि जवाफ दिनन्। त्यो रात भान्सामा खाना पकाउँदै गर्दा अर्को घटना घट्यो। सविताको छोराले खेल्दै गर्दा एउटा गिलास फुटायो। सविता तुरुन्तै चिच्याइन्, माया, तिमीले के गरेको? माया छक्क परिन्। मैले त केही पनि गरेको छैन। तर सविता रिसाइन्, सधैँ बहाना। देवकुमारीले पनि थपिन्, हाम्रो घरमा यो आएपछि मात्रै यस्ता समस्या सुरु हुन्छ। त्यो आरोपले मायाको मन फेरि टुट्यो। उनी केही पनि बोल्न सकिनन्। ससुरा भीमबहादुरले भने यो सबै दृश्य देखिरहेका थिए। उनको अनुहारमा दुःख झल्किरहेको थियो। तर घरको वातावरण शान्त रहिरहोस् भनेर तर उनले केही पनि बोलेनन्। राति सबै सुतिसकेपछि माया फेरि आँगनमा गइन्। आज आकाशमा चन्द्रमा थियो। उनले चन्द्रमातिर हेर्दै मनमनै भनिन्, भगवान, म कति सहनु। उनको आँखाबाट आँसु बगिरह्यो। तर उनलाई थाहा थिएन थापा परिवारको घरमा अब एउटा यस्तो ठुलो समस्या आउन लागेको थियो जसले सबैको निन्द्रा उडाइदिन्छ। त्यो समस्या आउँदा जसले मायालाई आजसम्म अपमान गरे उनीहरूले नै एक दिन माया सामु हात जोड्न बाध्य हुनेछन्। तर त्यो दिन आउनु अघि मायाले अझै पनि धेरै अपमान र पीडा सहन बाँकी नै छ। समय बित्दै गइरहेको थियो। माया अझै पनि त्यही घरमा, त्यही काम
र उस्तै अपमान सहेर बसिरहेकी थिइन्। बिहानदेखि बेलुकासम्म उनको जीवन काममै बित्ने गर्थ्यो। तर त्यो दिन भने घरमा केही अनौठो माहौल थियो। दिउँसो अचानक एउटा छिमेकी हतारिँदै आँगनमा आयो। देवकुमारी दिदी, देवकुमारी दिदी, ठुलो समस्या भयो नि। देवकुमारी अत्तालिँदै बाहिर आइन्। के भयो? छिमेकीले गम्भीर स्वरमा भने। रमेशको सहरमा दुर्घटना भएछ नि। भर्खर सहरबाट फोन आएको थियो। यो कुरा सुनेर देवकुमारी जोड जोडले रुन थालिन्। के भन्यो? गाडी दुर्घटना भएछ नि। रमेशलाई अस्पताल लगिएको छ। त्यसपछि त देवकुमारी भुइँमै मुर्छा परेर लडिन्। एकछिनपछि जब उनको होस आयो, हे भगवान, मेरो छोरा, सविता पनि रुन थालिन्। घरको वातावरण एक्कासी बदलियो। मायाले त्यो कुरा सुनेर उनको हातबाट भाँडा खस्यो। रमेश उनको श्रीमान। विवाहपछि धेरै समय उनले श्रीमानसँग बिताउन पाएकी थिइनन्। भीमबहादुरले तुरुन्तै फोन मिलाउने प्रयास गरे। केही समयपछि अस्पतालबाट खबर आयो, रमेशको अवस्था गम्भीर थियो। अब देवकुमारीको आँसु रोकिएन। मेरो छोरा, उसलाई केही भयो भने म बाँच्दिन। घरभरि रुवाबासी भयो। त्यसै बेला माया चुपचाप उभिरहेकी थिइन्। उनको मन भित्रभित्रै डरले भरिएको थियो। उनी बिस्तारै सासू नजिकै गइन्। आमा, हामी अस्पताल जाउँ। तर देवकुमारीले आँसु पुस्दै अचानक मायातिर हेर्दै भनिन्, सबै तेरो कारणले भएको हो। माया अचम्मित भइन्। मेरो? देवकुमारी चिच्याइन्। तँ घरमा आएको दिनदेखि हाम्रो परिवारमा समस्या सुरु भएको छ। त्यो आरोप सुन्दा मायाको मन फेरि टुट्यो। सविताले थपिन्, हो नि आमा, यसलाई ल्याएपछि घरको भाग्य नै खराब भयो। माया यो सब चुपचाप सुनिरहिन्। उनको आँखाबाट आँसु बगिरहेको थियो। तर त्यो बेला भीमबहादुरले कडा स्वरमा भने, चुप लाग सबैजना, यस्तो बेला दोष लगाउने समय होइन। त्यसपछि घरमा केही बेर शान्त छायो। अनि भीमबहादुरले निर्णय गरे। भीमबहादुर र देवकुमारी तुरुन्तै सहर जाने भए। सविता घरमै बस्ने भइन्। मायाले बिस्तारै भनिन्, म पनि जाउँ। तर सविताले तुरुन्तै रोकिन्। हामीलाई तेरो नाटक चाहिँदैन। त्यो वाक्य सुन्दा मायाको मन फेरि दुख्यो। त्यसैले उनी चुपचाप बसिन्। साँझपख घर सुनसान भइसकेको थियो। देवकुमारी र भीमबहादुर सहर गइसकेका थिए। सविता आफ्नो कोठामा बसिरहेकी थिइन्। माया भने भान्सामा बसेर आँसु पुस्दै थिइन्। उनको मनमा हजारौं प्रश्न थियो। रमेशलाई केही भयो भने? यो सोचले उनको मुटु काप्यो। राति ठिलो फोन आयो। सविताले फोन उठाइन्। केही समय सुनेपछि उनी रोएर भुइँमा बसिन्। आमा, रमेशको अवस्था अझै खराब छ। त्यो आवाज मायाले पनि सुनेकी थिइन्। उनको आँखाबाट आँसु झर्यो। त्यो रात माया सुत्न सकिनन्। उनले आँसु पुस्दै भगवानसँग प्रार्थना गरिन्, भगवान, मेरो श्रीमानलाई बचाइदिनुहोस्। त्यो पहिलो पटक थियो जब मायाले आफ्नो मनको गहिरो पीडा खुलेर रोएकी थिइन्। किनभने आज त्यो घरमा दुःख सबैलाई लागेको थियो र त्यो दुःखको बीचमा मायाको मन अझै नरम हुँदै गइरहेको थियो। भोलिपल्ट बिहान अर्को खबर आयो। अस्पतालबाट फोन आयो, रमेशको अपरेसन गर्नुपर्छ, तर धेरै पैसा चाहिन्छ। सविता आत्तिन्, कति पैसा? फोनबाट उत्तर आयो, झन्डै 5 लाख। यो कुरा सुनेर सविता अक्क न बक्क भइन्। घरमा एक्कासी शान्ति छायो। किनभने थापा परिवार धनी देखिन्थ्यो। तर त्यो समय घरमा त्यति धेरै पैसा थिएन। अब प्रश्न उठ्यो, रमेशको जीवन कसरी बचाउने? सविताले मायातिर हेरेर व्यङ्ग्य गर्दै भनिन्, हेर, तैँले ल्याएको अशुभताले हाम्रो घर नै डुब्यो। हाम्रो घरको खुसी सबै हराउँदैछ। त्यस्तो वचनले माया निकै रुन थालिन्। तर यसपटक उनले केही फरक महसुस गरिन्। किनकि उनको मनमा एउटा निर्णय जन्मिँदै थियो। यस्तो निर्णय जसले सबैलाई आश्चर्यचकित बनाउने थियो। त्यही बेला फोनको घन्टी बज्यो। अस्पतालबाट खबर आयो, पैसा पुगेपछि अपरेसन सुरु भयो। रमेशको जीवन बाँच्ने सम्भावना छ। यो खबर सुन्दा सविताको आँखा रसाए। उनी केही बोल्न सकिनन्। किनभने आज पहिलो पटक उनीहरूले बुझ्न थालेका थिए, सबैले हेपेको यही बुहारी यो घरको सबैभन्दा ठुलो सहारा बनेकी थिइन्। तर कथा अझै समाप्त भएको छैन। किनभने अस्पतालबाट अर्को खबर आउँदैछ। अझै ठुलो रहस्य लिएर छिट्टै आउँदैछ। सधैँको रात जस्तो त्यो रात पनि माया आँगनमा गइन्। चन्द्रमा बादलभित्र लुकेको थियो। उनको मनमा धेरै सोचहरू चलिरहेका थिए। अचानक उनलाई एउटा कुराको सम्झना आयो। उनको बुवाले बिहेको बेला एउटा सानो कागज दिएको थिए, यो सुरक्षित राख। बुवाले भन्नुभएको थियो,
कहिले ठुलो समस्या आयो भने मात्र खोल्नु। मायाले त्यो कागज अहिलेसम्म खोलेकी थिएनन्। उनले छिट्टै आफ्नो कोठामा पसेर त्यो झोला खोलिन्। कागज अझै सुरक्षित थियो। काँपिरहेको हातले उनले त्यो कागज खोलिन्। भित्र एउटा पुरानो कागजात थियो। त्यो कागज पढ्दा उनको आँखा ठुलो भयो, किनभने त्यो जग्गाको कागज थियो। उनको बुवाको नाममा रहेको सानो जमिन जुन सहर नजिकै थियो र त्यसको मूल्य निकै धेरै थियो। मायाको मुटुको धड्कन बढ्न थाल्यो। उनी तुरुन्तै आमालाई फोन गर्न चाहन्थिन्, तर रात धेरै भइसकेको थियो। त्यसैले भोलिपल्ट बिहानै उनले फोन गरिन्। आमा, बुवाले दिएको कागज के हो? आमाको आवाज थरथरी कामिरहेको थियो। आमाले काँपिरहेको स्वरमा भन्नुभयो, छोरी, त्यो तिम्रो नाममा राख्न खोजिएको जमिन हो। किन? आमाले गहिरो सास फेरिन्। तिमीलाई आफ्नो श्रीमानको घरमा कहिले समस्या आयो भने तिमी एक्लो नहुनु है भनेर हो नि। मायाको आँखाबाट आँसु बग्न थाल्यो। उनले तुरुन्तै निर्णय गरिन्। त्यो दिन दिउँसो उनी सहरतिर गइन्। जग्गा किन्ने मान्छे खोज्न थालिन्। धेरै समय लागेन, किनभने त्यो ठाउँको मूल्य धेरै बढिसकेको थियो। एकजना व्यापारीले तुरुन्तै प्रस्ताव राखे, म यो जमिन किन्छु। मायाको मुटु काँपिरहेको थियो, किनभने त्यो जमिन उनको बुवाको अन्तिम सहारा थियो। तर उनले आँखा बन्द गरेर सम्झिन्, रमेश अस्पतालमा जीवनसँग सङ्घर्ष गरिरहेका थिए। त्यसैले उनले कागजमा सिग्नेचर गरिन्। केही घन्टापछि उनको हातमा 5 लाख भन्दा धेरै पैसा आयो। त्यो पैसा सम्हाल्दा उनको आँखा फेरि रसाए। बुवा, मलाई माफ गर्नुहोस्, उनले मनमनै भने। साँझ उनी घर फर्किन्। सविता आँगनमा बसिरहेकी थिइन्। मायाले चुपचाप झोलाबाट पैसा निकालेर टेबलमा राखिन्। यो अस्पतालको लागि। सविता अचम्मित भइन्। यति पैसा कहाँबाट ल्याइस् तैँले? मायाले शान्त स्वरमा भनिन्, मेरो बुवाको जमिन बेचेर। यो सुनेर सविता छक्क परिन्। उनले कल्पना पनि गरेकी थिइनन्। जसलाई उनीहरूले सधैँ हेप्थे, त्यही मायाले आफ्नो सबैभन्दा ठुलो सम्पत्ति त्याग गरे। रात गहिरिँदै गइरहेको थियो। घरको आँगनमा सन्नाटा छाएको थियो। माया भान्साको कुनामा चुपचाप बसेकी थिइन्। उनको आँखामा आँसु अझै पनि सुकेको थिएन। रमेशको अनुहार उनको मनमा बारम्बार आइरहेको थियो। विवाहको दिन सम्झिन्। रमेशले बिस्तारै भनेका थिए, म तिमीलाई धेरै कुरा दिन सक्दिनँ होला, तर तिमीलाई दुःख भने अवश्य दिन्न। यो वाक्य अहिले उनको कानमा घन्किरहेको थियो। मायाले गहिरो सास फेरिन्। त्यसपछि उनी बिस्तारै उठिन् र सविताको कोठामा गइन्। उनी सविताको कोठामा पस्दा फोनको घन्टी बजिरहेको थियो। सविताले फोन उठाइन्। फोन उनको ससुराले गरेका रहेछन्। भीमबहादुरको फेरि आवाज आयो, प्रहरीले जाँच सुरु गरिसकेको छ। घरमा एक्कासी सबैजना चुप लागे, किनभने यो खबरले सबैको मनमा एउटा डर पैदा गर्यो। रमेशको दुर्घटना भएको रहेन रहेछ। उनलाई कसैले मार्ने प्रयास गरेको थियो। सविता आत्तिन्, तर किन? भीमबहादुरले गहिरो सास फेरे। रमेशले केही दिन अघि फोनमा भनेको थियो, उनी काम गर्ने कम्पनीमा ठुलो आर्थिक समस्या चलिरहेको रहेछ। मायाले पनि यो कुरा ध्यान दिएर सुनिरहेकी थिइन्। भीमबहादुरले थपे, कम्पनीको केही मानिसहरूले गैर कानुनी रूपमा पैसा लुकाइरहेका थिए। रमेशले त्यो कुरा सबै पत्ता लगाएछन्। यो सुनेपछि सविताको हात काम्न थाल्यो। त्यसो भए सायद कसैले उनलाई रोक्न चाहन्थे। भीमबहादुरले यति भन्दा नभन्दै फोन पनि काटियो। घरमा फेरि सुनसान छायो। त्यो रात कसैले राम्ररी सुत्न सकेनन्। माया आँगनमा बसिरहेकी थिइन्। उनको मनमा एउटा अनौठो डर थियो। यदि कसैले साँच्चै रमेशलाई मार्ने प्रयास गरेको थियो भने के त्यो खतरा अझै समाप्त भएको छ त? अचानक सविता बाहिर आइन्। उनको अनुहार गम्भीर थियो। माया, यो पहिलो पटक थियो जब उसले मायालाई एकदम बिस्तारै नरम स्वरमा बोलाएकी थिइन्। माया छक्क परिन्। दिदी? सविता केही क्षण चुप रहिन्। त्यसपछि बिस्तारै भनिन्, आज तिमीले जे गर्यौ त्यो हामीले कहिल्यै सोचेका थिएनौँ। मायाले टाउको झुकाइन्। त्यो त मेरो कर्तव्य हो। सविताको आँखामा आँसु आयो। हामीले तिमीलाई धेरै अपमान गर्यौँ है। मायाले केही पनि बोलिनन्। उनले केवल हल्का मुस्कुराइन्। त्यो मुस्कानमा गुनासो थिएन, केवल शान्ति थियो। त्यो देखेर सविताको मन झन भारी भयो। त्यसै बेला फोनको घन्टी फेरि बज्यो।
यसपटक भीमबहादुर होइन, प्रहरीको फोन थियो। हामीले केही महत्त्वपूर्ण जानकारी भेटाएका छौँ। उताबाट आवाज आयो। दुर्घटनाको दिन रमेशको गाडीको वरिपरि एउटा चिने जानेका मान्छे थिए। सविता डराइन्। को? प्रहरीले भने, अहिले हामी अनुसन्धान गर्दैछौँ, तर त्यो व्यक्ति तपाईँहरूको परिवारसँग सम्बन्धित हुन सक्छ। यो कुरा सुन्दा सविता र माया दुइटै छक्क परे। परिवारसँग सम्बन्धित? त्यो कसरी हुन्छ होला? फोन काटियो। रात अझै गहिरिँदै गयो। आँगनमा उभिएकी मायाको मनमा एउटा कुरा घुमिरह्यो। यदि रमेशको जीवनमाथि खतरा आफ्नै नजिकैको मान्छेबाट आएको हो भने अब यो घरको साँचो परीक्षा सुरु हुँदै थियो। किनभने सत्य लुकाएर धेरै दिन बस्न सकिँदैन र त्यो सत्य खुल्दा थापा परिवारको सम्बन्ध, विश्वास र भविष्य सबै हल्लिनेछ। रात ढल्कदै थियो। थापा परिवारको घरमा भने एउटा अनौठो सन्नाटा थियो। टेबलमा राखिएको पैसाको थुप्रो जुन मायाले जग्गा बेचेपछि ल्याएकी थिइन्। 5 लाख रमेशको उपचारलाई पठाइयो। अरू भने त्यही थियो। सविता चुपचाप त्यो पैसा हेर्दै थिइन्। उनको मनभित्र एउटा अनौठो भावना उठिरहेको थियो। लाज, पश्चाताप र आश्चर्य, जसलाई उनीहरूले सधैँ गरिब घरकी बुहारी भनेर हेपे। त्यही मायाले आफ्नो बुवाको जमिन बेचेर रमेशको जीवन बचाउने निर्णय गरेकी थिइन्। माया भने भान्सामा चुपचाप बसिरहेकी थिइन्। उनले कुनै फुर्ती देखाएकी थिइनन्। उनका आँखा रुँदा रुँदा अझै राता भएका थिए। केही बेरपछि फेरि फोन बज्यो। सविताले तुरुन्तै फोन उठाइन्। हेलो। उता अस्पतालबाट आवाज आयो। अपरेसन सफल भयो। बिरामी अहिले खतराबाट बाहिर छन्। यो खबर सुन्दा सविताको अनुहारमा उज्यालो भयो। साँच्चै? हो, अब बिरामीलाई केही दिन आराम चाहिन्छ। फोन राख्ने बित्तिकै सविता खुसीले रोइन्। रमेश बाँच्यो। माया पनि निकै खुसी भइन्। उनको आँखाबाट फेरि आँसु झर्यो। तर यसपटक त्यो आँसु खुसीको थियो। त्यसै रात ढिलो भीमबहादुरले फोन गरे। उनले पनि खुसी भएर भने, रमेश अहिले खतराबाट बाहिर छ। अपरेसन सफल भयो। तर एउटा अनौठो कुरा भयो नि। सविता अलि आत्तिन्। कस्तो कुरा बुवा? भीमबहादुर केही बेर चुप लागे। रमेशको दुर्घटना सामान्य थिएन। सविताको मुटु झन् जोड जोडले धड्किन थाल्यो। किन? के मतलब? भीमबहादुरले गम्भीर स्वरमा भने। डाक्टर र प्रहरीले भने त्यो गाडीको ब्रेक कसैले जानी जानी बिगारेको हुन सक्छ भनेर भनेका छन्। भोलिपल्ट बिहानैदेखि गाउँघरमा हल्ला फैलियो। कसैले सुनेका थिए रमेशको दुर्घटना सामान्य थिएन। अब गाउँका मानिसहरू घर अगाडि उभिएर कुरा गर्न थाले। थापा परिवारमा ठुलो समस्या आयो रे। कसैले गाडी बिगारेको रहेछ। यो सबै कुरा मायाले पनि सुनिरहेकी थिइन्। उनी चुपचाप लागेर आफ्नो पानी भर्न थालिन्। त्यो बेला 2जना छिमेकी महिलाले बिस्तारै फुसुर फुसुर गर्न थाले। त्यो नयाँ बुहारी आएपछि नै यो सबै समस्या सुरु भएको हो नि। कस्तो अलक्षिणी रहेछ भनेर अर्कोले फेरि थपी। त्यो शब्द सुन्दा मायाको मुटु फेरि दुख्यो। उनले केही पनि बोलिनन्। चुपचाप लागेर पानी बोकेर घरतर्फ फर्किन्। घरभित्र पनि वातावरण सहज थिएन। सविता चिन्तित देखिन्थिन्। त्यसै बेला देवकुमारी र भीमबहादुर पनि सहरबाट फर्किसकेका थिए। देवकुमारीको अनुहार थकित र चिन्तित थियो। उनी घरभित्र पस्न साथ रोइन्। मेरो छोरा यस्तो हालतमा पुग्यो। सविता पनि रोइन्। माया केही टाढा उभिरहेकी थिइन्। उनले सासूसँग गएर नरम स्वरमा भनिन्, आमा, डाक्टरले के भन्नुभयो? तर देवकुमारीले अचानक कडा नजरले हेर्दै भने, त यहाँ किन उभिएकी? माया चुप लागिन्। सविताले बिस्तारै भनिन्, आमा, माया। तर देवकुमारीले उनलाई रोक्दै भनिन्, मलाई सबै थाहा छ। उनको स्वर झन् कडा हुँदै गयो। गाउँभरि कुरा फैलिसकेको छ। यो घरमा समस्या किन आयो भनेर। देवकुमारीले औँला देखाउँदै भनिन्, त आएदेखि नै हाम्रो घरमा अलक्षिणी सुरु भइसकेको छ। यो वाक्य सुनेर माया धेरै रुन थालिन्। भीमबहादुरले बीचमा बोल्न खोजे, देवकुमारी, यस्तो बेला। तर देवकुमारीले उनको पनि कुरा काटिन्।
तपाईँ चुप बस्नुहोस्, म यो घरकी आमा हुँ। आँगनमा गहिरो सन्नाटा छायो। माया टाउको झुकाएर उभिरहन्। उनको आँखाबाट आँसु बगिरह्यो। त्यो बेला सविताले हिम्मत गरेर भनिन्, आमा, माया दोषी होइन। देवकुमारी झन् रिसाइन्। तिमी पनि उसको पक्ष लिन्छौ? सविता केही बोल्न सकिनन्। देवकुमारीले फेरि भनिन्, आज गाउँका मानिसहरूले पनि भने, यो बुहारी घरको लागि अलक्षिणी हो। त्यो अपमान सुन्दा मायाको शरीर काम्न थाल्यो। तर उनले अझ केही पनि बोलिनन्। केही क्षणपछि उनले शान्त स्वरमा मात्र भनिन्, आमा, यदि म साँच्चै यो घरको लागि बोझ हुँ भने म यहाँबाट जान्छु। यो सुन्दा सबै छक्क परे। सविता तुरुन्तै चिच्याइन्, होइन माया। भीमबहादुर पनि चुप भए। तर देवकुमारी अझै कठोर देखिन्थिन्। जान मन छ भने जा, उनले चिसो स्वरमा भनिन्। यो सुन्दा मायाको मुटु एकछिन रोकिएको जस्तै भयो। उनले केही क्षण आँसु पुसिन्। त्यसपछि बिस्तारै आफ्नो कोठातिर गइन्। सानो झोला निकालेर कपडा मिलाउन थालिन्। उनको हात कामिरहेको थियो। उनले मनमा नै सोचिरहेकी थिइन्, सायद यही ठिक हो। मेरो कारणले सबैलाई दुःख भयो। त्यही बेला बाहिर आँगनमा हत्तारिँदै आवाज आयो, थापा दाई। प्रहरीको गाडी घर अगाडि रोकियो। भीमबहादुर बाहिर निस्किए। एकजना प्रहरी अफिसरले गम्भीर स्वरमा भने, हामीले दुर्घटनाको बारेमा महत्त्वपूर्ण प्रमाण भेटायौँ नि। सबैको ध्यान त्यतातिर गयो। देवकुमारी पनि आँगनमा आइन्। प्रहरीले भने, रमेशको गाडीको ब्रेक बिगार्ने व्यक्ति भेटिएको छ भनेर भने। सबैको मुटु एक्कासी धड्किन थाल्यो। को हो र? भीमबहादुरले सोधे। प्रहरी केही क्षण चुप लागे। त्यसपछि उनले एउटा नाम लिए। त्यो व्यक्ति रमेशको कम्पनीमा काम गर्ने नै थियो र उनले बयान दिए अनुसारको कि कसैले उनलाई पैसा दिएर यो काम गराएको थियो। अब त्यहाँ गहिरो सन्नाटा छायो। देवकुमारी डराइन्। कसले? प्रहरीले गम्भीर स्वरमा भने, हामीले त्यो मान्छेलाई पक्राउ गरिसकेका छौँ र उसको जुन नाम लिएको छ त्यो सुन्दा तपाईँहरू पनि छक्क पर्नुहुनेछ। सबैको मुटु जोडले धड्किरहेको थियो, किनभने त्यो नाम सुन्दा थापा परिवारको जीवन फेरि एकपटक पूर्ण रूपमा बदलिनेवाला थियो। आँगनमा उभिएका सबैको मुटु जोडले धड्किरहेको थियो। प्रहरीको गाडीको आवाजले घरको वातावरण झन गम्भीर बनेको थियो। प्रहरी अफिसरले वरिपरि हेरे। भीमबहादुर, देवकुमारी, सविता सबैको अनुहारमा डर देखिन्थ्यो। माया भने केही टाढा उभिएकी थिइन्। उनको हातमा अझै सानो झोला थियो, किनभने केही समय अघि मात्र उनले घर छोडेर जाने निर्णय गरिसकेकी थिइन्। प्रहरी अफिसरले गम्भीर स्वरमा भने, हामीले गाडीको ब्रेक बिगार्ने मान्छेलाई पक्राउ गरिसकेका छौँ। भीमबहादुरले डराउँदै सोधे, उसले कसको नाम लियो? प्रहरी केही क्षण चुप रहे। त्यसपछि बिस्तारै भने, उनले भने, उसलाई यो काम गर्न पैसा दिने मान्छे रमेशको नजिकैको साथी थियो। सबै अचम्मित भए। साथी? सविताले दोहोऱ्याइन्। प्रहरीले टाउको हल्लाए। हो, रमेशको कम्पनीमा काम गर्ने एकजना सुरज। भीमबहादुरको आँखा ठुलो भयो। सुरज? तर ऊ त रमेशको सबैभन्दा मिल्ने साथी हो। प्रहरीले गम्भीर स्वरमा भने। त्यही कारण रमेशलाई कुनै शङ्का लागेन। सबै शान्त भए। प्रहरीले थपे। सुरजले बयानमा भन्यो, रमेशले कम्पनीको ठुलो हिनामिना पत्ता लगाएका थिए। यदि त्यो कुरा बाहिर आयो भने सुरज जेल जान्थ्यो। देवकुमारीको शरीर काम्न थाल्यो। त्यसैले उसले रमेशलाई मार्न खोज्यो। हो, प्रहरीले उत्तर दिए। आँगनमा सुनसान छायो। त्यो सुन्दा रमेशको मुटु पनि काँप्यो। रमेशको जीवनमाथि यति ठुलो षड्यन्त्र भएको रहेछ भन्ने कुरा कसैले कल्पना पनि गरेका थिएनन्। प्रहरीले अन्तिम कुरा भने, अब सुरज जेल जानेछ। तपाईहरू चिन्ता नगर्नुहोस्। त्यसपछि प्रहरी गाडी लिएर फर्किए। घरमा केही समय गहिरो शान्ति छायो। देवकुमारी भुइँमा बसिन्। उनको आँखाबाट आँसु बग्न थाल्यो। हे भगवान, मेरो छोरा यस्तो षड्यन्त्रमा फसेको रहेछ। भीमबहादुर पनि गम्भीर भए।
त्यही बेला उनीहरूको ध्यान मायातिर गयो। माया अझै झोला बोकेर उभिरहेकी थिइन्। देवकुमारीले त्यो देखिन्। तिमी कहाँ जाँदैछौ? मायाले आँसु पुस्दै बिस्तारै भनिन्। आमा, मैले सोचेकी थिएँ म यहाँबाट गएँ भने सायद हजुरहरूलाई शान्ति मिल्छ। यो वाक्य सुन्दा देवकुमारीको मुटु चसक्क दुख्यो। उनी बिस्तारै उठिन् र मायाको नजिकै आइन्। पहिलो पटक उनले मायाको हात समातिन्। उनको आवाज कामिरहेको थियो। हामीले तिमीलाई धेरै दुःख दियौँ है। माया चुप रहिन्। उनको आँखा भरिएको थियो। देवकुमारी रोइन्। तिमीले आफ्नो बुवाको जमिन बेचेर मेरो छोराको जीवन बचायो, तर हामीले तिमीलाई सधैँ अलक्षिणी भनिरह्यौँ। सविताको आँखामा पनि आँसु आयो। माया, माफ गर। यस घरमा पहिलो पटक सबैको मन कमलो भएको थियो। मायाले बिस्तारै भनिन्। आमा, दिदी, परिवारमा कहिलेकाहीँ मनमुटाव हुन्छ। मलाई हजुरहरूसँग कुनै पनि गुनासो छैन। त्यो उत्तर सुन्दा देवकुमारी झन् भावुक भइन्। उनी मायालाई अँगालो हालेर रोइन्। आजदेखि तिमी मेरो बुहारी होइनौ, मेरी छोरी हौ। यो शब्द सुन्दा मायाको आँखा पनि भरियो। त्यसै बेला फोनको घन्टी बज्यो। भीमबहादुरले तुरुन्तै उठाए। फोन अस्पतालबाट आएको रहेछ। रमेश होसमा आइसकेका छन्। यो खबर सुन्दा सबै खुसीले रोए। केही दिनपछि रमेश पनि घर फर्किए। उनको शरीर कमजोर थियो, तर आँखामा भने निकै उज्यालो। घरमा प्रवेश गर्दा उनले पहिलो व्यक्ति देखे माया। रमेशले बिस्तारै उनको हात समाते। माया, मलाई सबै थाहा भयो। माया छक्क परिन्। के कुरा? रमेश मुस्कुराए। तिमीले मेरो जीवन बचाउन आफ्नो सबै कुरा त्याग्यौ। मायाको आँखाबाट आँसु झर्यो। रमेशले बिस्तारै भने, आज म तिमीलाई एउटा कुरा भन्न चाहन्छु। मैले तिमीलाई पहिला राम्रोसँग बुझेकै थिइनँ। त्यसपछि उसले सबैको अगाडि भने, आजदेखि माया मात्र यो घरकी बुहारी होइन, यो घरको सबैभन्दा ठुलो शक्ति हो। देवकुमारीले पनि टाउको हल्लाइन्। हो, हामीले ढिलो भए पनि यो कुरा बुझ्यौँ। आँगनमा सबैको अनुहारमा शान्ति थियो, किनभने आज सबैले एउटा कुरा सिकेका थिए। कहिलेकाहीँ सबैले हेपेको मान्छे नै सङ्कटको बेला जोगाउने सबैभन्दा ठुलो सहारा हुन्छ। त्यस दिनदेखि थापा परिवारमा धेरै कुरा बदलियो। माया अब यो घरमा अपमानित बुहारी होइन, उनी सम्मानित छोरी बनिसकेकी थिइन् र यो घरमा पहिलो पटक साँचो माया र सम्मान बस्न थालेको थियो। हजुरहरूलाई आजको यो कथा कस्तो लाग्यो? कथा मन परेमा हाम्रो च्यानललाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।